के छ कलिको बास छ मिथ्या मदको अर्थ के हुन्छ बुझ्नुभयो नि यो मात्रै मद होइन नारायण यो मात्रै मद होइन जुन कुरा खाँदाखेरि माट लाग्छ जुन कुरा अन्न टन्न खाइसकेपछि पनि अलिकति नखाए हुँदैन त्यो पनि मद हो है ठान्छौँ नि गर्छौँ नि होइन जुन कुरा खाँदा माट लाग्छ नि जिउरा रन्न हुन्छ नि त्यो कुरामा के छ त्यहाँ पनि मद छ त्यहाँ पनि कलीको बास छ नारायण कलीको बास हो कारणले गर्दा मद खाने व्यक्तिले पनि सत्कर्म गर्न सक्दैन सही ठाउँमा हिँड्न सक्दैन त्यहाँ पनि के छ कलीको बास छ त्यसलाई पनि भरिसके छोड्ने प्रयास गर्नु होला भक्त भगवानको कति मिठो हुन्छ के छोड्नु जस्तो लाग्यो होला होइन नखाइ भएकै छैन सकिन्छ भने नारायण प्रयास गर्नुहोस् छोड्ने प्रयास गर्नुहोस् त्यहाँ पनि कलीको बास छ त्यसले गर्दा हामीले सहज मार्गमा लान दिँदैन हामीले सही मार्ग सिकाउन जाँदैन किन त्यहाँ कलीको बास छ कलियुग त दुःख दिन चाहन्छ मिथ्या मद आसक्तिहरूको छ आसक्तिको अर्थ हुन्छ सम्पत्तिको आसक्ति नारीप्रतिको आसक्ति पुरुषप्रतिको आसक्ति सन्तानप्रतिको आसक्ति जे कुरामा आसक्ति छ नि नभई नहुने भन्ने छ नि त्यो आसक्ति भने के हुन्छ कलियुगको बास हुन्छ आसक्तता केहीमा नदेखाउनु विवाह त गर्नुपर्छ माया त गर्नुपर्छ तर नभई हुँदैन म मरिहाल्छु नि भने जस्तो नगर्नु क्या ऊ बिना म कसै बाँच्न सक्छु भन्ने कुरा नगर्नु बाँच्न सकिन्छ आसक्ति भयो भने याद गर्नुभएको छ आसक्तिका कारणले मान्छे प्राण गुमाएका छन् नि कोही आसक्ति भएर झुन्डिएर गएका छन् हो कि होइन कोही बिखाएर जान्छन् कोही झुन्डिएर जान्छन् कोही दहमा परेर जान्छन् होइन यहाँ त नगर्नु व्यापक भइरहेको छ नारायण त्यसले गर्दाखेरि आसक्ति पूर्ण कुरा नगर्नुहोस् आसक्ति यहाँ पनि कलीको बास छ मिथ्या मद आसक्ति निर्दयता भनेको अर्थ हिंसा हिंसाको अर्थ काटमाड गर्नु मात्र हिंसा भनेको छैन है हाम्रो धार्मिक शास्त्रमा त काटमाड गर्ने कुरा गर्नै हुँदैन काट्नु भन्ने शब्द त बोल्नै हुँदैन शब्द पनि सुधार्नुपर्छ अघि नै गुरुले भन्नुभएको छ भागवत सुन्दाखेरि मात्र होइन सधैँभरि हामीले भावदोष शब्ददोष दृश्य दोषलाई सम्झिनुपर्छ शब्द दोष पनि बुझ्नुपर्छ हामीले शब्द दोष गर्नु हुँदैन कथा बत्ती बस्ने मान्छेले नराम्रो वचन नबोल्नु होला भरिसे सधैँभरि नबोल्नु होला नभए पनि 9 दिन चाहिँ नबोल्नु होला है भक्त भगवानको दुर्वाच्य वचन नबोल्नुहोस् अर्कालाई पिर पर्ने कुरा नगर्नुहोस् अर्काको चित्त नदुखाउनुहोस् अरूलाई दुष्ट हुने कुरा कहिले नगर्नुहोस् आनन्दसँग बस्नुहोस् राम्रोसँग बोल्नुहोस् हँसिलो तरिकाले बोल्नुहोस् सबैसँग मित्रता कायम गर्नुहोस् लान त के छ र आखिर जतिसुकै जे गरे पनि सडकमा जान त पर्ने त्यही हो नि जतिसुकै कमाए पनि जतिसुकै जमाए पनि जतिसुकै पर्नु भए पनि आखिर त उपाय हाम्रो अन्तिममा केही छैन त्यस कारणले कसैसँग चित्त नदुखाइकन सबैसँग हितैषी भएर सबैको प्यारो भएर सबैको मायालु भएर जान्ने प्रयास गर्नु है भक्त भगवानको त्यसैले शब्द दोषलाई बडो याद गर्नु होला शब्द